हारेको कर्म थाकेको जिन्दगी केही सङ्घर्ष गरी अघि बढ्दै थिएँ म। हारेको कर्म थाकेको जिन्दगी केही सङ्घर्ष गरी अघि बढ्दै थिएँ म। यो दुनियाँमा कसैले मलाई पछाडिबाट लङ्की थापेर लडायो, तर फेरि हात टेकेर ठाडो उभिने हेलो वेलकम ब्याक। आजको एपिसोड चाहिँ यहाँबाट सुरु गर्थ्यौँ। अहिले फिलहाल म चाहिँ दाजुको घरमा। यो गाडीलाई चाहिँ अब हाम्रो हातद्वारा मोडिफाई हुन जाँदैछ अब सिलगढीमा। त्यसको लागि चाहिँ भोलिको लागि हामी भोलि यहाँबाट जाँदैछौँ। त्यसले गर्दा अहिले म गाडीको हालचाल हेर्न आएको गाइस। अब यो गाडीमाथि पनि एउटा भिडियो बनिन्छ गाइस, जसमा कि यसलाई अलिक लुक्सदार बनाएर ल्याउने है। हाम्रो दादा यसको ओनर हुनुहुन्छ, मेरो दादा हो। दादा गाडी आज चाहिँ म लिएर जाँदैछु। आज हामी सिलगढी जाँदै हो। यस हिजो मैले देखाएको गाडी, यस गाडीलाई चाहिँ मोडिफाई गर्ने हाम्रो अलिकति विचार छ। त्यसले गर्दा हामी सिलगढी लाँदैछौँ गाइस। यतिखेर तपाईँहरू जोड्नुहोस्। आजको यस भिडियो पनि उत्तिकै माया दिनु होला है। नहुनु भइगयो अब मेरो जिन्दगीमा है। हामी नयाँ पेज क्रिएट गरेको छु एप्पीको, यसलाई पनि सपोर्ट दिनु होला। आजको भ्लग चाहिँ म सुरु गर्दैछु तपाईँहरूलाई यहाँ घरबाट। आज वेदर एकदम नराम्रो छ, फकी लागिरहेछ, चारैतिर देख्नै साह्रो छ। हेरौँ अब सिलगढी कस्तो छ है गाइस। गाडी चाहिँ तर ठिकै छ यो गाडी होइन। यसलाई खालि लुक्स चाहिँ चेन्ज गर्ने अलिकति क्या होइन। यो दादाको पनि एउटा सपना छ होइन। सिलगढीतिर आइसकेको गाडी लिएर है। अहिले हामी यहाँ सिलगढीमा छौँ। अब हामी एकजना ग्यारेजको मिस्त्रीलाई भेट्दैछौँ, खुङखार मिस्त्रीलाई। यहाँनिर चाहिँ गाडी तपाईँले ल्यायो भने चाहिँ तपाईँले गाडी ल्याउने, त्यहाँबाट ठ्याक्क एउटा ग्यारेजमा भन्ने, त्यहाँबाट कति लिन्छ त्यो तरिकाले होइन। हाम्रो चाहिँ टक्क एउटा ग्यारेजलाई पहिला टक्क ग्यारेजको भाडासाडा मिलाउने, अनि त्यो ग्यारेजमा हाल्ने, त्यहाँबाट मिस्त्री चाहिँ हामी चाहिँ हाजिरामा हालेर, ताकि यसरी चाहिँ हामीलाई सहुलियत पर्छ। यो तरिकाले हामी काम गर्दैछौँ। तपाईँलाई के कस्तो हुन्छ सिलगढीको सम्पूर्ण डिटेल्स दिने, गाडी कसरी बनाउने है त सबै गुरुजीहरूलाई। यो खालके छ यहाँनिर चाहिँ गाडीहरू। कबाडी चाहिँ स्टोर हो यो हो, तर मेरो चाहिँ ग्यारेज चाहिँ उतापट्टि हाल्छु ग्यारेज चाहिँ। तर अब यो कबाडीबाट चाहिँ के युज हुन्छ के हुँदैन हामीले सबै छान्नुपर्ने हुन्छ है यो गाडीको लागि। यो गाडीको लुक्स चाहिँ चेन्ज नगर्ने भन्दैछ दाजुले। भित्रीको लुक्स चाहिँ मलाई मनपर्छ, यो ओरिजिनल लुक्स भन्दैछ। अब यसलाई चाहिँ टक्क एलोविल हालेर, त्यसको लागि चाहिँ म यहाँ आएको। अब एलोविलहरू पनि खोज्छु, सेकेन्ड ह्यान्ड पायो भने धेरै दामी हो, सेकेन्ड ह्यान्ड पाएन भने चाहिँ नयाँ लाइन छ। यो अल्टोहरू पनि आएको हुन्छ यसरी। गाडीमा त यो बडी मैले क्लाप लाउनु पनि सक्छु। यो सब स्क्रैपको गाडीहरू यो काटिन्छ। यो बडीमा त छुट्टै दिने हो, च्यासिसमा त छुट्टै दिने हो। यता छ उता छ यो क्राप सबै। गान्धी मैदानको यति बेला फिलहाल दर्शन हो। यति बेला कोही उठेको रहेन रहेछ, हामी छिटै आउँ भनेको। अहिले चाहिँ गाई चियाको चुस्ती लिँदै हो। अहिले गाडीमा बसेर पानी वेदर बिग्रेको छ। यतिकैमा मेरो गुरुजी हुनुहुँदो रहेछ, सिक्किमबाट मेरो फलोवर हुनुहुँदो रहेछ। उहाँले पनि आज थाहा पाउनु भयो मेरो पेज ह्याक भएको कुरा है। गुरुजी तपाईँ कुन जग्गाको भनिदिनुहोस्। गान्तोकको पाङथाङदेखि आउनु मलाई सपोर्ट दिनुहुँदो रहेछ है। उहाँलाई पनि आज हामीले सिलगढीको ग्यारेजको सिलसिलामा हामी भेट भयो। गुरुजी यसरी भेट हुनुपर्छ होइन गुरुजी? सबैसँग एकदम मिलजुल। ल त है गाइस, अरू सिन हेर्दै गरौँ। गाइस हामी चाहिँ एलोविल लिनु खोज्नु जाँदै हो। अब चर्च रोडतिर जानु पर्ला, यहाँ नपाउँदो रहेछ एलोविल। सेकेन्ड ह्यान्डको कति खोज्यौँ पाइएन, तर हामी लाउने चाहिँ सेकेन्ड ह्यान्डै हो क्या गाइस। नयाँ चाहिँ भर्सक नलाउने, अन्तिम पऱ्यो भने चाहिँ नयाँ लाउने, नभए चाहिँ भर्सक सेकेन्ड ह्यान्डले। किनभने हाम्रो ओल्ड मोडलको गाडी हो होइन, त्यति भ्यालुएसन छैन। भ्यालुएसन आधारमा चाहिँ हामी चाहिँ टक्क खर्च गर्ने। यहाँ छ, यहाँ रहेछ 2-4वटा एलोवेल गाइस।
यतिको छ एलोविल गाइस। अब यही एलोविल लास्ट टाइममा लिने भयौँ हामी, कहीँ नजाने। 7,000 दिने है दा? 7.5 भैया। हाँ 7.5 लास्ट टाइम 7,000 दिनु। आप आए दोबारा इसलिए हम अब कर बोनी का टाइम हम बोनी का टाइम ये बोल के हमको 7,500 पऱ्यो गाइस। यसको 5वटाको सेट छ। तपाईँको दोकानको नाम भन्नुहोस्। अजय पासवान, गान्धी मैदान। हर लोग आ जाना गुरुजी सब। फिलहाल हामीसँग खुङ्खार मिस्त्री गाडीको लागि आइसकेको छ। अब हामी उहाँसँग डिल गर्ने हो। गाडी साडी मैले डिजाइन लगभग मैले देखाइसकेको छु, यस्तो 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 गरिदियो भनेर। अब उसँग डिल हेरौँ कस्तो टाइपको हुन्छ है। काम दिएको भनेको तिमीलाई यो बिट बनाउने, यहाँनिर अन्त रनिङ बोर्ड बनाउने, यहाँनिर उयो लाग्छ, त्यहाँनिर ठकठक दुलो बनाइदिने। यो कस्तो आएको हुन्छ देख्यो होइन? यति यति चाहिँ फ्याँकेको हुनु पऱ्यो। 3 इन्ची 1.5 इन्ची 1.5 इन्ची बाहिर समथिङ 1.5 इन्चीको चाहिँ मोटर गार्ड बनाइदिनु। बेसी पनि ठुलो पनि वाङ्गा नहोस्। कतिको? यत्रो ठिकै हुन्छ होला। किनभने त्यो पछाडिको ऊ यस्तो टायर त्यसले चाहिँ अब धुलो हिलो छिटाउँछ, त्यो हिलो माथि नआओस् होइन। यो गरिदिने, यो कुचेको फुचेको गरिदिने तिमीले, यहाँनिर बनाइदिने हो। काम केही बढ्दैन। योबाट त्योबाट होइन, दैलोको कब्जा सब्जा फेरिदिने, दैलो भित्रको त्यो च्यानलहरू हेरिदिने, कब्जाको पैसा दिनुपर्छ। कब्जा सब्जा सब हामी ल्याइदिने ल। दुईटा अगाडि 4टा कब्जा। ल दाम चाहिँ भन न त, ल कतिमा चाहिँ मिल्ने चाहिँ कतिमा दाम चाहिँ? फेरि डल्लै नाङ्गा गर्नुपर्छ गाडी। नाङ्गा त गर्नुपर्छ त। अन्त नाङ्गा नगरे बेसी म सोधिया पुण्डो भनिहाल्छ। नाङ्गा गरेर फेरि लाउनु पनि पर्छ, फेरि लगाउनु पर्छ। फुटे टुटे तिम्रो हो फेरि। मेरोमा त राम्रै छ, फुटे टुटे तिम्रो हो। अब फुट्यो भने होइन हौ, सिसाहरू त केही फुटेको छैन। अब खोल्दा फुट्यो भने तिम्रो हो होइन त? मिसा केही फुट्दैन जिम्मेवार एकदम सही रूपले यो खालको काम हुन्छ गाइस हाम्रो चाहिँ। अब उहाँलाई चाहिँ मैले कति दिनु पऱ्यो अरे? यति काम गरेको चाहिँ तिमीलाई कति दिनु पर्यो? डल्लै नाङ्गा गरे पनि त्यो मलाई 8 रुपियाँ। त्यस्तो त नभन यार, कस्तो चाहिँ भनेको? मलाई चाहिँ भन्दैछु म चाहिँ 12,000सम्म मिलाइदिउँ। नयाँ चादर लगाउँछ, ग्यास कार्पेट छ। त्यत्रो च्यादर कहाँ लाग्छ त यहाँ? टुक्राको च्यादर लाग्ने हो। यहाँ त च्यादर होइन, एलपत्ती लाग्छ। एलपत्ती हुँदैन, चादर लाग्छ। चादर मोटो खालको चादर लगाउनु पर्छ। तर मोटो लगाउँदा त्यो च्यादर टिङ्रिङ होइन नि फेरि। त्यो चादर लगाउनु पर्छ, फेरि त्यो चादर उँभोपट्टि फिनिसिङ देखाउनु पऱ्यो। त्यो वाल पारै हान्नु पऱ्यो झलाई, बुझ्यो? माथिल्लोपट्टि चाहिँ त्यो चिन्नु भएन कि यहाँ फेरि यस्तो यो दुईटाको ग्याप छ भने यस्तो ग्याप चाहिँ देख्नै भएन। योसँग एकदम फिटिङ हुनु पऱ्यो ल यो खोल्दाखेरि। तर तिमीले लास्ट डिल चाहिँ अब तिमीसँग म 12-13 हजार। हेर हामीले पनि त पेन्टरलाई पनि गर्नुपर्छ, वायरिङ गर्नुपर्छ। गाडीको दाम कहाँ पुग्छ हेर त? यो 800 गाडीको दाम। म त फेरि बाक्साको टिना लगाइदिन्छु। त्यस्तो चाहिँ कहाँ हुन्छ? म त काम हेर्नु मेरै पुसाउनु पर्छ। ग्यास कार्पेट छ, उसलाई दिनुपर्छ पैसा। यहाँ गाडी राख्छ, सामान राख्नुको सामान उसलाई जिम्मेवारी दिनुपर्छ। कहाँ राख्नु, के गर्नु, सब फुलकाल पारेर भित्र हाल्नुपर्छ। त्यो जिम्मेवारी होइन। उसलाई पैसा नदिए फेरि म कसरी? उसले चाहिँ भन्छ हट यहाँ हाम्रो यता नगर, अर्को जग्गा लिएर जाऊ, त्यस्तो भन्दैन। अहिले फिलहाल भनेको चाहिँ हामी टोटोमा हो गाइस, अटोमा। अब जाँदै सालुगढा। अरे कोही आगे नै जाएगा ए सालुगढा जाँदै हो गाइस। हामीले गाडी साडी जिम्मा लगाइसक्यो मिस्त्रीलाई, त्यो मामालाई। तपाईँहरू चाहिँ क्याब गरेर अब अर्को भ्लग भनेको तपाईँहरूको नेक्स्ट भ्लग। यो गाडी कस्तो हुन्छ के हुन्छ तपाईँहरूलाई यस्तो पनि है त गाइस। अहिलेको घडी भनेको चाहिँ हाम्रो पेन्टर सेन्टरसँग पनि सबैसँग गफ भइसक्यो। अहिले चाहिँ हाम्रो कुल खर्च भनेको चाहिँ अब हामीले समथिङ 15,000 त्यो उयसलाई दिने भइहाल्यौँ।
त्यहाँदेखि डेन्टिङ मिस्त्रीलाई, ताकि उसले चाहिँ गाडी कुचेको ठोकेको यताउति भएको सबै कुरा बनाइदिन्छ उसले फलामको काम सकेर। त्यसको पश्चात हामीलाई पेन्टरको काम 15,000मा फेरि पेन्टरले नयाँ नतुन कलर कम्पनीको कलर गरेर हामीलाई दिने हो। त्यो पछाडिको त्यहाँदेखि स्टिकर फिस्टिकरको खर्चहरू हामी सेकेन्ड ब्लगमा देखाउँछु भन्दै तपाईँहरू समक्ष यो भिडियो यत्तिकै राख्दै अर्को भिडियोमा भेट्ने बाचासहित तपाईँहरूसँग बिदा लिनुहुन्छ। बाई बाई सबैलाई है त, जय हिन्द।